यहाँमा एक्लै भयो म मेकअप सेकअप गरेर निस्किसकेछु। हुँदैछ हाम्रो दिदीको आउनु होला तपाईँ पनि। हेलो पनि नभन्ने यस्तो खौडुस अङ्कल। मोबाइल स्विच अफ भएर मेरो साथीहरू आउँदैछन् यतै कुदिरहेछ। हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। तपाईँलाई स्वागत छ मेरो न्यू भ्लगमा, फर्स्ट भ्लग न्यू भ्लगमा। र तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। र यो चाहिँ मेरो फर्स्ट भ्लग हो साथीहरू। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। र सबसे सुरुमा म तपाईँहरूलाई आफ्नो परिचय दिएर म नुहाउन जानेछु। नुहाउन कति बज्यो? म 5 बजेतिर कामसाम गरेर 6 बजिसक्यो। म नुहाउन जान्छु। त आफ्नो सबभन्दा सुरुमा आफ्नो परिचय दिएर, मेरो नाम चाहिँ सुषमा थारू र म बस्ने घर भनेको बुटोल 17 रानीगञ्ज। र साथीहरू म नुहाएर आउँछु ल। र साथीहरू म नुहाएर आइसकेछु। नुहाएर कपाल पनि सुकिसक्यो। नास्ता खाँदै थियौँ मेरो भाइ। आयो हेलो भन छिटो। र आज हामी गइरहेको छौँ लुम्बिनी। आज बुद्ध जयन्ती, त्यही भएर हामी बुद्ध जयन्तीको बेला जहिले पनि जुन साल पनि लुम्बिनी जान्छौँ। गाइस म मेकअप सेकअप गरेर निस्किसकेछु। बाटोमा यहाँदेखि एक्लै जान परेछ। त्यहाँ गएर अब यहाँदेखि म जोइकुटी जाने, जोइकुटीबाट भैरबाट त्यहाँ साथीहरूसँग सँगै जानुपर्छ। यहाँमा एक्लै भयो गाह्रो छ बोयफ्रेन्ड भएको भए बाइकमा सरेर जान्थ्यौँ। गाइस हामी पुगिसक्यौँ। म अझै अघि बाटोमा तपाईँहरूले देखाउन सकेन, मेरो मोबाइल स्विच अफ भएर मेरो साथीहरू आउँदैछन् यतै कुदिरहेछ हो। डगी तपाईँहरूले देखाउनु यता हेरेर यति भिड छ। यस्तो घाम छ, कोही पनि नआउनु होला यस्तो घाममा। जाडो महिनामा आउनु होला। म ब्याक गरेर देखाउँछु तपाईँहरूलाई। सो देख्न सक्नुहुन्छ यस्तो गर्मीमा कोही नआउनु होला। हाम्रो हालत पङ्चर भइसक्यो। यहाँ कपाल देखेर यहाँ मर्नै थाले। दिदी हुनुहुन्छ उता, जान पर्छ। यस्तो भिड छ। भाइ भोकायो खाइरहेछ। यो डुङ्गा हो डुङ्गा। म तपाईँहरूलाई सेयर गराउने छु छाता ओढेर। हेलो अङ्कल हेर्दै हेलो पनि नभन्ने यस्तो खौडुस अङ्कल। म एक्लै आएको छु ल यता। हेलो ल नाइ अङ्कललाई खाइके नाइ। फोटोसुट हुँदैछ हाम्रो दिदीको, आउनु होला तपाईँ पनि। गर्मी छ साथीहरू लुम्बिनीमा। भाइरल भइदिएको ब्रो मेरो साथीहरू पछाडि। अनि साथीहरू म पुरा भ्लग पनि बनाउन पाएन, किनभने मेरो मोबाइल स्विच अफ भएको भए गरिरहेको थियो। त्यो चार्ज पनि थिएन त्यसैमा तातेर मोबाइल जतिखेर पनि स्विच अफ। केही भिडियो बनाउन पाएन, फोटो खिच्न पाएन। त्यही क्यामेराबाट खिचेको त्यति मात्र होला। नि त बाटोमा आउँदा त स्विच अफ के। त्यहाँ लुम्बिनी पुग्ने बित्तिकै स्विच अफ भएर यो मोबाइल हैरान भएछ हो साथीहरू। राम्रोसँग भ्लग पनि बनाउन पाएन। आइएम सो सरी साथीहरू यसको लागि। र यस्तो घाममा तपाईँहरू लुम्बिनी नजानु होला। यति गाह्रो हुन्छ साथीहरू, यति गाह्रो हुन्छ। यस्तो घाम थियो। काली मान्छे झनै काली भइदिएको साथीहरू।
के गर्नु र साथीहरू म चाहिँ अब यही भ्लग एन्ड गर्ने छु अब धेरै बोलेन के भन्नु ल साथीहरू बाई